सोल्टीले हिजो पैसा मारेको ड्रिम इलेभनमा 10,000 हिजो पनि ट्रिट दियो हो आज पनि ट्रिट दिनु लिइरहेको छ सोल्टीले होइन सोल्टी खुवाउने होइन के हो सुकिन भाइ बिजी भइरहेको छ हो अन्त यहाँनिर एकदम बिजी छ त्यसको चाहिँ सोल्टी चाहिँ त्यो छ यहाँ म छु हो अब मजाले सोल्टीले के मगाउँछ खाने हो म चाहिँ चापाती खुवाउँ भनेको चापाती सोल्टीहरूले परोठा खाने अरे अन्त चिल्ली चिकन फ्राई यस्तो बिजी छ हामीले चाहिँ यस पार्सल लिइसक्यौँ र यहाँ भाइले अनबक्सिङ गर्दैछ यही हो हाम्रो पार्सल अनि यहाँ सोल्टीको ट्रिट ओपन गरी हामी खाइदिएर बाँकी भाइ यो चाहिँ हाम्रो सेसवान नुडल हो यहाँ छ अरू कुरा निकाल्नु ट्याङ्केटा भाइले चाहिँ टेस्ट पनि गरिसक्यो हामीले खोलेर चापाती 6वटा परोठा 6वटा नुडल 2टा चिल्ली चिकन ग्रेभी यस्तो डरलाग्दो दिँदो रहेछ त्यो ढाबामा चाहिँ अन्त यहाँ हाम्रो चिकन फ्राई यस्तो छ खाइदिनु पर्यो चिकन फ्राई चाहिँ सोल्टी मिठो छ खानु कसो भयो अब टाइम खाने हो एक भइसक्यो त्यहाँदेखि खाएर दुईजना फोन चलाएर कहाँ सुत्ने हो खाँदैन यो हतुंगा किसे छिटो खाऊ न भयो तेरिका यो चाहिँ हाम्रो नुडल मिक्स हो भाइको फक चाहिँ एउटा अमला हो त्यो अमला चाहिँ कहाँ हालिदिएको पनि तर भाइले नुडल खाने तरिका त्यस्तो हो जिब्रो छोटो भयो अन्डरटेकर जस्तो भन्छ सोल्टी खान्छ अलिकति नुडल के अलिकति कति भइसक्यो खाएको सोल्टीको भयो त अप्ठ्यारो छ त तपाईको खाऊ न खाऊ म निकाल्छु नि तिमी खाऊ न खाँदैछु नि एकखेप खानु भयो नि ऊ कमी लास्ट डिस के हो घप्ला यस्तो बेसी खानु खुवाएको त अन्त खाएको भन्दैन होला चाहिँ के भन्छ कमेन्टमा भनिदिनुहोस् ल खाएको नभनेर के भन्छ गम्मै सोल्टी गम्मै हाल्नु मुखमा मोमो खानु जाने क्या गम्मै हाल्नु मुखमा एउटा डल्लै गम्मै खानु एउटा आधी खान्छ के हो केटी जस्तो लिपस्टिक बिग्रिन्छ जस्तो गरेर खान्छ त उयो त डल्लै खाएर सानो फुलिरहेको छैन अर्को भालो आइसक्यो पहिलोचोटि फाइनली फिनिस क्लिन बटन क्लिन उपर क्लिन सोल्टीको मुख पनि क्लिन भाइको मुख पनि क्लिन हेरिरहेको छ छक्क अब सकियो भनेर टेन्सन भएछ